गाइस हामी चाहिँ वर्धमानको लागि निस्केको हेर्नु मैले साडी लगाएको आज फर्स्ट बार मैले साडी लगाउँदैछु गाइस म चाहिँ एकदम सिम्पलमै हिँड्छु त्यस्तो मेकअप गर्नु चाहिँ मलाई त्यति आउँदैन गाइस यता छन् दिदी र मेरो छोरी पनि जानु हुँदैछ हाम्रो गाडी चाहिँ आज रेडी भइरहेछ गाइस हुन्छ पछाडी गाडीमा हुन्छ सबैजना बसिरहेछ ल ए फोटो खिच न फेरि आउँछ गाइस हामी चाहिँ मन्दिर आइपुग्यौँ है यहाँ हेर्नु मन्दिरको बाटो त्यस्तो जङ्गल छ गाडीको के झोलाहरू ल्याउनु पर्छ सबैजना होइन सामान त भित्र लानु पर्यो नि त यहाँले मेरो आज साडीको लिएको गाइस हाम्रो सबैजना आउनु भएको छ मन्दिर म चाहिँ यहाँ थाकेर बसिरहेको यहाँ सामानहरू हेर्दै आज के तो ওই যে আছে তো আজকে আমার ছেলেরা মানে পিসির ছেলেরা অনুষ্ঠান আছে তো সেজন্য বন্ধ করছি মন্দিরে আছে गाइस हामी चाहिँ म बुहारी आमाजु हामी चाहिँ मिनी भिडियो बनाएर बसिरहेछौँ गाइस मन्दिरमा आएर है गाइस हेर्नु है मन्दिरको यता चाहिँ यस्तो भ्यू छ यता चाहिँ निचे पनि हेर्नु कस्तो डाउन कति दामी है यहाँ चाहिँ फरेस्ट हो यो चाहिँ फरेस्टको बिचमा मन्दिर छ यहाँ चाहिँ हात्तीहरू पनि आउनुहुन्छ होला सायद हामीलाई त त्यति थाहा छैन तर 100% चाहिँ भन्न सक्दैनौँ तर आउनुहुन्छ होला यहाँ हेर्नु यता मन्दिर हुनुहुन्छ दिदीहरू चाहिँ मन्दिर गएर आउनुहुँदैछ हेर्नु है गाइस यता चाहिँ खोला छ मन्दिरको पछाडि चाहिँ खोला माथि चाहिँ रोड छ ट्रकहरू चलिरहेछ है गाइस हेर्नु खोला चाहिँ बहुत ठुलो छ यहाँको खोलामा चाहिँ मान्छेहरू पूजा गर्न पनि आउनुहुन्छ नाइस यता चाहिँ ट्रेन यो चाहिँ ट्रेनको हो म चाहिँ खोला हेरेर हिँडेको नि यस्तै मन्दिरतिर सबैजनाले बोलाउनु हुँदैछ नि त त्यही मन्दिरमा भनेर है गाइस अहिले चाहिँ मैले फर्स्ट बार साडी लगाएको यो चाहिँ मेरो नानीहरू